हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो डे 3 अफ लिबाङ रोल्पा। अनि आज चाहिँ हामी माइजू भान्जी भएर कहाँ जाँदैछौँ माइजू? हामी अल्पाइन रिसोर्टमा जाँदैछौँ। रोल्पा के त भन्दाखेरि लिबाङ रोल्पा जिल्लाकै लिबाङ बजारको सबसे भाइरल रिसोर्ट होइन। त्यहाँ एकदमै के देख्न पाइन्छ हामी देखाइहाल्छौँ होइन। त्यही हो साथीहरू, त्यहाँदेखि त एकदम राम्रो भ्यू देखिन्छ अरे लिबाङको। यो अगाडि देखाउनु न, यो चाहिँ हाम्रो लभ डाँडा। यो माया गर्ने जोडीहरू आएर एकदमै फोटो खिच्ने, यहाँ माया किरती गाँस्ने गर्छ। अनि हेर्नु साथीहरू, लिबाङ वाउ कस्तो राम्रो भ्यू देखेको। वाउ देख्न सक्नुहुन्छ साथीहरू, यही हो हामी चाहिँ जाँदैछौँ। अनि मलाई चाहिँ कस्तो देखेको छ होला आज। अब हामी एकछिनमा भेट्छौँ तपाईँलाई गएर। ओके हेर्नु त गाइस कस्तो राम्रो देखेको। वाउ कहाँ हो गुरुङ गाउँमा चाहिँ? लिबाङ बजार गुरुङ गाउँमा मोहर फिल्मको सुटिङ भएको थियो नि। त्यो मोहर फिल्मको सुटिङ चाहिँ माथि जुम गर्नु त त्यो माथि घर देखिन्छ नि चुच्चोमा। त्यहाँ चाहिँ गुरुङ गाउँ राम्रो, त्यहाँ गुरुङ बस्ती छ। त्यहाँ एकदमै राम्रो पार्क जस्तो भन्छ। त्यहाँ सुटिङ गर्ने मिज्यू फिल्मको त्यहीँ भएको, मोहर फिल्मको त्यहाँ सुटिङ हुने ठाउँ एकदमै राम्रो सुटिङ हुने ठाउँ है। हेर्न देख्न सक्नुहुन्छ साथीहरू कस्तो राम्रो। वा कस्तो राम्रो देखेको। आज त झन् कस्तो राम्रो भ्यू गरे है, पानी पानी जस्तो गरेर। र साथीहरू हामी चाहिँ लभ के अरे लभ डाँडामा एक दुईवटा फोटो भिडियो बनायौँ। अब चाहिँ हामी जान लागेको। कहाँ यहाँदेखि हो जाने? ए हेर्नु त देखिँदो रहेछ यहाँनिर। हामी जाने यहाँ हो साथीहरू, त्यही हो। भेट्छु। चाहिँ पुरा बिजी देख्न सक्नुहुन्छ साथीहरू। अहिले माथि छु क्या अल्पाइन गएको हेर्न, यहाँ जाने ए त्यता हो। वाउ साथीहरू कति राम्रो देखेको। हेर्नु चाहिँ साथीहरू यस्तो राम्रो भ्यू हेर्दै लाग्यौँ अल्पाइन रिसोर्टतिर। हेलो माइजू देख्न सक्नुहुन्छ। पुगिसक्यौँ। यो फुल तल छ छैन दाइ? छैन लगाउँलाई के सम्झाउनु यत्रो फुलेर कस्तो राम्रो हुन्छ। भयो पुगिसक्यौँ हामी चाहिँ। अल्पाइनको गेट। वाउ फाइनल्ली हामी चाहिँ अल्पाइन रिसोर्ट प्रवेश गऱ्यौँ। अन्त कस्तो लाज फोटो राख्न थाल्यो। सक्नुहुन्छ कि भ्यू चाहिँ कस्तो धोको भयो, कस्तो धोको भयो। होइन त यहाँदेखि भ्यू वाउ कस्तो राम्रो। हेलो भन्नु त। हेलो ल साथीहरू, अब एकछिन हामी भेट्छौँ। यस्तो देखाउँदा भ्यू आउँछ होला पछाडि। एकछिनमा भेट्छौँ अब हामी। हामी चाहिँ साथीहरू फोटो भिडियो खिच्नु साथीहरू। मैले चाहिँ यहाँ टिकटक यहाँ टिकटक स्टार
देखियो आज नास्ता खान्छौँ यस्तो छ देख्न सक्नुहुन्न के खाने भनेर मेनु हेर्छौँ ल अल्पाइन रिसोर्ट ब्ल्याक टी 20 आउनु के खाने भन्नु माथि बनाउनु पर्ला क्या साथीहरू हामी चाहिँ छतमा आएर डुल्दैछौँ त्यही हो देख्न सक्नुहुन्छ यहाँदेखि यहाँ चाहिँ स्विमिङ पुल पनि रहेछ अहिले चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ भ्यू चाहिँ देख्न सक्नुहुन्छ माइजू हेलो त्यही हो साथीहरू अब चाहिँ हामी तल नास्ता अर्डर गरेर छतमा आएको थियौँ तर यहाँ आउन नमिल्दो रहेछ त्यसैले हामी झर्न लागेको तल यहाँ आउन मिल्दैन भन्दै हुनुहुन्छ साथीहरू हामीले चाहिँ नास्ता खान लागेको देख्न सक्नुहुन्छ अब चाहिँ खान्छौँ ल हामी अल्पाइनको नास्ता कस्तो छ टेस्ट गरेर भन्नु त छिटो छिटो ल साथीहरू हामी चाहिँ निस्किन लागेको अब यहाँदेखि ल साथीहरू हामी यहाँदेखि निस्किन लागेको भन्दा पनि निस्किसक्यौँ भनौँ न एकदम राम्रो थियो एकदम राम्रो नास्ताहरू पनि त्यस्तै मिठो थियो अनि तपाईँहरू पनि लिबाङमै भएको त पक्कै पनि आइसक्नु भएको छ होला बाहिरतिरबाट पनि घुम्न आउनेहरू एकचोटि यो अल्पाइन रिसोर्ट चाहिँ भिजिट गरेर गइदिनु होला एकचोटि भिजिट गर्नु होला राम्रो छ एकदम बेस्ट छ त्यही हो साथीहरू हामी चाहिँ फर्केको अब बाई बाई अल्पाइन रिसोर्ट त्यही हो त्यही हो साथीहरू हामी चाहिँ अब निस्केको यहाँदेखि देख्न सक्नुहुन्छ होइन हामी चाहिँ फेरि पुरा फुलहरू टिप्दै हिँड्नु भा अनि यस्तो पनि हुन्छ चोर फुलचोर फुलचोर यहाँनिरको फुल झन् यस्तो राम्रो छ भनेको नि के भयो टिप्न सक्ने है टिप्न हुँदै आइपुग्छ न हामीले जस्तै गरे है होइन त्यही हो साथीहरू माइजू कस्तो लाग्यो तपाईँलाई म त सधैँ आउने हो हजुरलाई बरु कस्तो लाग्यो भनिदिनुहोस् म त एकदम माइजू घुमाउन दिनुभयो हाम्रो होइन माइजू बस्ने हित्ती अनि यहाँ आउने अब ए अनि म भोलि गइहाल्छु कहिले आएको म बुधबार आएँ अनि आज घुम्न निस्केको भनेको अल्पाइन रिसोर्टमा निस्केको यहाँ लिबाङ आएर अन्त कतै पनि निस्केन कोठाभित्रै बस्ने माइजू बिहान अफिस गइहाल्ने
अनि साँझ चाहिँ आफ्नै म केही पनि नथपाउने आज चाहिँ निस्केँ भोलि जान आएको भएर अनि त्यही हो साथीहरू हामी चाहिँ फर्केको माइज फेरि टिकटक स्टारको माथि ए भगवान् नसकिनु छ थिएँ उफ ल साथीहरू अब चाहिँ हामी तपाईँलाई साँझ भेट्छौँ भन्दा पनि बाटोमा भेट्छौँ ल म क्लिपहरू निकाल्दै गर्छु अहिले चाहिँ भ्लग बन्द गरेको यो बाई बाई अल्पाइन म जहिले अब लिबाङ आउँछु फेरि पनि आउनेछु स्टारलाई नसकिनु छ फेरि यता अब म साथीहरू आजको ब्लग चाहिँ सायद म यतै नै इन्ड गर्छु अनि त्यसपछि अब म भोलि दाङ फर्किहाल्छु नि त घरै अनि भोलि बिहान फेरि कन्टिन्यू गर्नेछु सक्यो भने है फेरि बिहान स्टार्ट त गर्छु फेरि आँटै आउँदैन दिउँसोतिर एक्लै हुँदाखेरि मात्र आँट आउने गाडीमा त्यत्रो मान्छे हुन्छ गाह्रो छ मलाई हामी चाहिँ पराङबाट चढ्दै साथीहरू यस्तो दामी छ नि मैले त रुकुमतिर आफ्नो गाउँतिर झरेको भनेको हेर्नु त फेरि फुल टिप्न यो माइ चाहिँ त बाटोभरि फुल देख्न नहुने हेर्नु बच्चाहरूको कृषि स्कुल यस्तो छ बाटो छ किन यता हो माइजू यस्तो राम्रो लागिरहेको यति आँट गरेर म चलाएको छु अगाडि मात्र थाहा हेर निस्क्यो हालसम्म सक्नुहुन्छ हाम्रो चलाएको साथीहरू यता पनि हामी चाहिँ यहाँ फुलको बेला लिन आएको र साथीहरू अहिले चाहिँ हामी घुमेर कोठामा पनि आइसक्यौँ खानासाना खाएर सुत्न लाग्यो अब चाहिँ आजको हाम्रो दिन कसरी बित्यो कस्तो रह्यो भनेर तपाईँहरूले देखि नै सक्नुभयो आशा छ तपाईँहरूले माया साथ सपोर्ट दिनुहुन्छ भनेर लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला बाई बाई